यीशु ख्रीष्टको नाउँमा जय मसीह। मेरो प्रियहरू, आज हामी हेर्नेछौँ तपाईँ कस्तो व्यक्ति हुनुहुन्छ। परमेश्वरले तपाईँलाई के हो भनिकन परिचय दिनुभएको छ अनि यस सम्बन्धी हामी परमेश्वरको वचनबाट हामी हेर्नेछौँ। है, साँच्चै नै परमेश्वरमा विश्वास गरिसकेपछि उहाँले हामीलाई छुट्टै खालको आदर गर्नुहुन्छ, छुट्टै खालको कदर तपाईँको लागि गर्नुभएको छ। है, जो कि हामी त्यो योग्यको थिएनौँ, तर पनि परमेश्वरको प्रेमले, है, उहाँको अनुग्रहको कारणले गर्दाखेरि आज तपाईँलाई योग्यको बनाउनु भएको छ। उहाँले छुट्टै खालको परिचय, छुट्टै स्थानमा, छुट्टै खालको महत्त्व उहाँले तपाईँलाई दिनुभएको छ। आमेन। यस कारणले गर्दाखेरि हामी उहाँको वचनबाट हेर्नेछौँ। पहिलो यूहन्नाको पुस्तक 5 अध्यायको 3 पदमा यसरी लेखिएको छ, परमेश्वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरू पालना गर्दछौँ र उहाँका आज्ञाहरू भारपूर्ण छैनन्। 4 पद, किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्त गर्छ र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो। आमेन। यदि तपाईँले प्रभु यीशु ख्रीष्टलाई जीवनको मालिक, मेरो प्रभु, मेरो मुक्तिदाता, मेरो उद्धारकर्ता भनिकन विश्वास गर्नुभएको छ भने, है, परमेश्वरको पुत्र नै मेरो लागि उद्धारकर्ता हुनुहुन्छ भनेर तपाईँले विश्वास गर्नुभएको छ भनेदेखि अब तपाईँमा कस्तो खालको शक्ति आएको छ भनेदेखि तपाईँले संसारलाई जित्न सक्नुहुन्छ। है, तपाईँ सामान्य मानिस होइन, तपाईँ साधारण व्यक्ति होइन, तर तपाईँले संसारलाई जित्न सक्नुहुन्छ। त्यो खालको लेभलमा उहाँले तपाईँलाई राख्नुभएको छ। आमेन। अनि अझै तलपट्टि भन्छ, संसारमाथि विजय प्राप्त गर्ने को प्रश्न गरेको छ। कसले हो त नि संसारमाथि विजय प्राप्त गर्ने भन्दाखेरि त्यही हो जसले येशू ख्रीष्ट नै परमेश्वरको पुत्र हुनुहुन्छ भने विश्वास गर्दछ। आमेन। यस कारणले गर्दाखेरि प्रियहरू, यदि तपाईँले येशू प्रभुलाई परमेश्वरको पुत्र हुनुहुन्छ भनेर विश्वास गर्नुभएको छ, उहाँ नै साँचो परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्नुभएको छ भनेदेखि अब तपाईँले संसारलाई जित्न सक्नुहुन्छ। आमेन। परमेश्वरले त्यो स्थानमा, त्यो ठाउँमा त्यो हक, त्यो अधिकार दिनुभएको छ। यस कारणले तपाईँले के गर्न सक्नुहुन्छ उहाँमा रहेर? तपाईँ कस्तो मानिस हो भन्दाखेरि तपाईँ चाहिँ संसार जित्ने मानिस हो। यस कारणले गर्दाखेरि प्रियहरू, आज बाइबलमा संसार भनेको चाहिँ एउटा पापी स्वभावलाई जनाउँदछ, पुरानो विचारलाई, होइन, पापी स्वभावलाई, संसारका हरेक रीतिथिति अनि पुरानो व्यवहारलाई, पुरानो जीवनलाई जनाउँछ। अनि पुरानो जीवनलाई जितेर, पुरानो जीवनलाई खुट्टामुनि कुल्चेर परमेश्वरबाट जन्मिसकेपछि अब नयाँ जीवन जिउने, परमेश्वरको सोच, परमेश्वरको विचार, परमेश्वरको सिद्धान्त, उहाँको तरिकामा जिउने मानिस हुनुभएको छ। आमेन। यस कारणले गर्दाखेरि तपाईँ कस्तो व्यक्ति हुनुहुन्छ भन्दै गर्दा पहिलो नम्बरमा हामीले के हेऱ्यौँ भन्दाखेरि तपाईँ संसार जित्ने मानिस हुनुहुन्छ, तपाईँ विजेता हुनुहुन्छ। आमेन। अनि त्यसरी नै अर्को खण्डलाई हेर्नेछौँ। यसैको पुस्तक 54 अध्यायको 17 पदमा यसरी लेखिएको छ, तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियारले पनि तँलाई जित्न सक्ने छैन र तँलाई दोषी ठहराउने हरेक जिब्रोलाई तैँले नै दोषी ठहराउनेछस्। यो चाहिँ परमप्रभुका दासहरूको पैतृक सम्पत्तिको हक हो र मबाट तिनीहरूको दोषरहितको प्रमाण यही हो, परमप्रभु घोषणा गर्नुहुन्छ। आमेन। हेर्नुहोस् त प्रियहरू, यहाँ पनि के भनेको छ भन्दाखेरि तपाईँ चाहिँ विजेता नै हुनुहुन्छ। हालेलुया। तपाईँको विरुद्धमा उठेको, तपाईँको विरुद्धमा लागेको दुष्ट दियावाला शैतानका योजनाहरू जे जति छन्, तपाईँलाई दोष लगाउने जिब्रोलाई तपाईँले नै जित्नुहुनेछ। तपाईँको विरुद्धमा खडा हुने हरेक कुरालाई, हरेक शत्रुलाई तपाईँले जित्नुहुनेछ। यो चाहिँ परमेश्वरले तपाईँलाई दिनुभएको हक हो भनेर स्पष्ट गरेको छ। अनि यो परमेश्वर स्वयं आफैले घोषणा गर्नुहुन्छ। है, के घोषणा गर्नुहुन्छ भन्दा, मैले तिमीलाई जितको जीवन दिएको छु, हारको जीवन होइन। तिम्रो विरुद्धमा बनाएको योजनाहरू, तिम्रो विरुद्धमा उठेका कुराहरू, तिम्रो हानेर नोक्सानी गर्न उठेका हरेक कुराहरूलाई तिमीले नै जित्नेछौ। र जुन जिब्रोले तिमीलाई दोष दिन्छ, जुन जिब्रो चाहिँ तिम्रो विरुद्धमा बोल्दछ, त्यो जिब्रोहरू चाहिँ हार भएर, होइन, पराजय भएर फर्कनेछन्। आमेन। यस कारणले गर्दाखेरि यो पद अनुसार नि उहाँले तपाईँलाई कस्तो खालको मानिस भन्नुभएको छ भन्दाखेरि विजेताको मानिस नै भन्नुभएको छ। है, पहिलो खण्डअनुसार हामीले के हेऱ्यौँ भन्दा संसार जित्ने व्यक्ति उहाँले बनाउनु भएको छ भने यहाँ चाहिँ शत्रुलाई जित्ने, है, शत्रुलाई जित्ने, दोषी लगाउने त्यो जिब्रोलाई जित्ने,
दुष्टका योजनाहरूमाथि विजय हुने त्यो खालको व्यक्ति तपाईँलाई बनाउनु भएको छ। हालेलुया। यदि परमेश्वर तपाईँको जीवनमा हुनुहुन्थेन भनेदेखि आज संसारका हरेक कुराले तपाईँलाई हेप्छ चेप्छ है, उसले धेरै मौका पाउँदछ, तर परमेश्वर तपाईँको साथ र पक्षमा भइसकेपछि उहाँ नै लडाइँ गर्नुहुन्छ अनि तपाईँको पक्षमा भएर उहाँ लडिदिनुहुनेछ। हालेलुया। अनि लुकाको पुस्तक 10 अध्यायको 19 पदमा यसरी लेखिएको छ, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु र कुनै कुराले तिमीहरूलाई हानि गर्ने छैन। आमेन। तपाईँले सधैँ घोषणा गर्न सक्नुहुन्छ, मलाई कुनै कुराले हानि गर्न सक्ने छैन। किन? किनकि परमेश्वरले यस्तो खालको शक्ति तपाईँलाई दिनुभएको छ कि सर्पको शक्तिहरूलाई, बिच्छीको शक्तिहरूलाई कुल्चने, शत्रुहरूको सारा शक्तिमाथि अधिकार गर्ने त्यो शक्ति तपाईँलाई दिनुभएको छ। ती सबै कुरालाई है, बिच्छुमा के हुन्छ? एकदमै ठुलो विष हुन्छ, सर्पमा पनि नराम्रो खालको विष हुन्छ। यस्तै घातक शत्रुहरूबाट उहाँले तपाईँलाई विजय दिइसक्नु भएको छ। हालेलुया। यस कारणले गर्दाखेरि प्रियहरू, तपाईँ चाहिँ विजेता हुनुहुन्छ। पहिलो कुरा हामीले के हेऱ्यौँ? संसार जित्ने मानिस हुनुहुन्छ है। दोस्रो कुरा, तपाईँको विरुद्धमा बनाएको कुराले तपाईँलाई जित्न सक्दैन। तपाईँलाई दोषी ठहराउने जिब्रोहरूले तपाईँलाई दोषी ठहराउन सक्दैन। सर्प र बिच्छुमा हुने नराम्रो खालको शक्ति भएको शत्रु दियावलस शैतानको सारा शक्ति माथि उहाँले तपाईँलाई अधिकार दिनुभएको छ। त्यसलाई हराउने, त्यसलाई तसनस गर्ने, त्यसलाई जित्ने शक्ति उहाँले तपाईँलाई दिनुभएको छ। आमेन। त्यसरी नै यसैको पुस्तक 49 अध्यायको 2 पदमा यसरी लेखिएको छ, उहाँले मेरो मुख लाग्ने तरवार जस्तै बनाउनु भयो, उहाँले मलाई आफ्नो हातको छारे मुनि लुकाउनु भयो, उहाँले मलाई चिल्लो र टल्कने काँड बनाउनु भयो र मलाई आफ्नो ठोक्रो भित्र लुकाइराख्नु भयो अथवा आफ्नो ठोक्रोमा लुकाउनु भयो। आमेन। कति गजबको कुरा है, कति मिठो कुरा यहाँ बताइएको छ। उहाँले के बनाउनु भयो? लाग्ने तरबार जस्तै बनाउनु भयो। तरबारको काम के हो? काट्ने काम हो है, तसनस गर्ने काम हो, टुक्राउने काम हो। त्यसरी नै आज तपाईँले तपाईँको विरुद्धमा खडा हुने जे जति योजनाहरू छन्, तपाईँको विरुद्धमा हुने जे जति कुराहरू छन्, ती सबै कुरालाई तपाईँले के गर्न सक्नुहुन्छ? टुक्र्याउन सक्नुहुन्छ। तरबारले जस्तै काट्न सक्नुहुन्छ। तरबारले जस्तै तपाईँलाई यस्तो खालको शक्ति दिनुभएको छ कि त्यसको सारा शक्तिलाई टुक्रा टुक्रा पार्ने। आमेन। कसरी भन्दाखेरि मुखलाई अथवा मुखमा त्यो शक्ति उहाँले हालिदिनु भएको छ। यदि तपाईँले नष्ट भइजा भनेर भन्नुहुन्छ भने नष्ट भएर जाँदछ, टुक्रिजा भन्नुहुन्छ भने टुक्रिन्छ, नष्ट भइजा, हराइजा, बिलाइजा, आउट भइजा, निस्किजा, तपाईँले जे बोल्नुहुन्छ त्यो हुन्छ। प्रियहरू, उहाँले त्यस्तै खालको शक्ति तपाईँको मुखमा हालिदिनु भएको छ है। तलपट्टि भन्छ, उहाँले मलाई आफ्नो हातको छारे मुनि लुकाउनु भयो। यसको मतलब तपाईँ पूर्ण रूपमा सुरक्षित हुनुहुन्छ। उहाँले मलाई चिल्लो र टल्कने काँड बनाउनु भयो है। काँडको काम भने के हो? छेड्ने काम हो, तसनस गर्ने काम हो। अनि त्यसरी नै दुष्ट दियावला शैतानका हरेक योजनालाई, त्यसका शक्तिलाई तपाईँले के गर्न सक्नुहुन्छ? तसनस गर्न सक्नुहुन्छ। र मलाई आफ्नो ठोक्रोमा लुकाउनु भयो। यसको मतलब तपाईँ सुरक्षित स्थानमा हुनुहुन्छ है। पहिलाका सिकारीहरूले बाणहरू अथवा काँडहरू नहराओस् भनेर ठोक्रोमा राख्ने गर्दथे। त्यसरी नै आज उहाँले एकदमै सुरक्षित ठाउँमा अथवा ठोक्रोमा लुकाएर राख्छु भनेर भन्नुभएको छ। यसको मतलब तपाईँ परमेश्वरको ठोक्रोमा हुनुहुन्छ, अथवा अर्को भाषामा भन्नुपर्दा उहाँको बाहुलीमा तपाईँ हुनुहुन्छ अनि तपाईँको अनिष्ट हुनु असम्भव छ। हालेलुया। तपाईँको अनिष्ट हुनु असम्भव छ। झन् उल्टा उहाँले तपाईँलाई विजेता बनाइकन लाग्ने तरबार जस्तै तपाईँको मुखलाई बनाउनु भएको छ। उहाँले तपाईँलाई शक्ति दिनुभएको छ, त्यो अधिकार दिनुभएको छ, त्यो हक दिनुभएको छ है। हाम्रो परिचय कहाँ थियो? तर परिचयलाई बदलेर उहाँले आफ्नो पुत्र, सन्तान अनि सब कुरा गर्न सक्ने, संसारलाई जित्न सक्ने, शत्रुलाई जित्न सक्ने, सर्प र बिच्छुहरूलाई कुल्चाने त्यो शक्ति, त्यो सबै अधिकार, हक उहाँले तपाईँलाई दिनुभएको छ। आमेन। त्यसरी नै यसैको पुस्तक 41 अध्यायको 15ले भन्छ, हेर म तँलाई नयाँ र तीखा दाँत भएको अन्न कुट्ने हतियार बनाउने छु। यसको मतलब नयाँ र तीखो दाँत भएको हतियार के हुन्छ? एकदमै लाग्ने हुन्छ। त्यस्तै शक्तिशाली व्यक्ति म तँलाई बनाउँछु भनेर उहाँले भन्नुभएको छ।
त्यसपछि तल भन्छ, तैँले पर्वतहरूलाई छाट्ने छस् र कुटी कुटी धुलो पिठो बनाउने छस् र डाँडाहरूलाई भुस पार्ने छस्। आमेन। जसरी भुसको शक्ति हुँदैन त्यस्तै दियाबलसलाई, शैतानलाई, शत्रुलाई तिमीले एकदमै शक्तिहीन बनाउने छौ। भुस चाहिँ के नै कामको हुन्छ, त्यसरी नै शैतान, दियाबला, शत्रु तपाईँको विरुद्धमा खडा हुने, तपाईँलाई हराउन खोज्ने, तपाईँलाई निराश गराउन खोज्ने, होइन, परमेश्वरदेखि अलग गराउन खोज्ने, तपाईँलाई जीवनमा अगाडि बढ्न नदिने जे जति कुराहरू छन् ती कुरालाई तपाईँले के गर्नुहुनेछ? भुस पार्नुहुनेछ, त्यसलाई शक्तिहीन बनाउनुहुनेछ। त्यसलाई के गर्नुहुन्छ? तपाईँले कुट्नुहुन्छ, कुटी 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 त्यसलाई धुलो पिठो बनाउनेछ, त्यसलाई छाट्नुहुन्छ र त्यसको शक्तिलाई तहस नहस बनाउनुहुन्छ। आमेन। किनकि उहाँले तपाईँलाई हतियार बनाउनु भएको छ। तपाईँद्वारा है, परमेश्वरले तपाईँद्वारा त्यो काम गर्नुहुन्छ। तपाईँको शक्तिले त्यो सक्नुहुन्थेन, तर परमेश्वर नै तपाईँको माध्यमबाट काम गर्नुभएको कारणले गर्दाखेरि उहाँले तपाईँद्वारा दियाबलसका राज्यलाई तहस नहस गर्नुहुन्छ। प्रियहरू, हालेलुया। यस कारणले गर्दा तपाईँ कस्तो व्यक्ति हुनुहुन्छ भन्दाखेरि तपाईँ चाहिँ यी सबै अन्धकारको शक्ति, दियाबल, सर्प, बिच्छू, है, समस्या, हरेक कुरालाई कुट्ने, तहस नहस गर्ने र त्यो माथि विजय भएर जीवन जिउने व्यक्ति उहाँले तपाईँलाई बनाउनु भएको छ। हालेलुया। जकरीको पुस्तक 2 अध्यायको 5 पदमा यसरी लेखिएको छ, अनि म स्वयं त्यसको चारैतिर आगोको पर्खाल हुनेछु, परमप्रभु भन्नुहुन्छ, र त्यसभित्रको महिमा म नै हुनेछु। वाव प्रियहरू, तपाईँ डराउनु पर्ने, तपाईँ निराश हुनुपर्ने, तपाईँ आत्तिनु पर्ने कारण छैन। तपाईँ जीवनदेखि हारिस खानुभएको छ है, तपाईँको जीवनमा आएका हरेक समस्यादेखि तपाईँ डराउनु भएको छ, निराश हुनुभएको छ भनेदेखि आजदेखि तपाईँले यो विश्वास गर्नुहोस्, मेरो चारैतिर आगोको पर्खाल छ, अनि त्यो चाहिँ परमेश्वरले लगाउनु भएको छ। त्यो पर्खालले आज मलाई सुरक्षा दिएको छ। शत्रु त्यो पर्खालबाट भएर म कहाँ आउन सक्दैन, कारण त्यो आगोले के गर्नेछ? शैतानलाई जलाउनेछ, त्यो समस्यालाई जलाउनेछ, त्यो बन्धनहरूलाई जलाउनेछ। हालेलुया। यसरी भन्नुभएको छ, म स्वयं त्यसको चारैतिरको आगोको पर्खाल हुनेछु, परमप्रभु भन्नुहुन्छ, र त्यसभित्रको महिमा म नै हुनेछु। आमेन। यसको मतलब तपाईँ यो पद अनुसार पूर्ण रूपमा सुरक्षित हुनुहुन्छ। प्रियहरू, तपाईँ भित्र उहाँ बास गर्नुहुन्छ, तपाईँ भित्रको महिमा उहाँ स्वयं आफै हुनुहुन्छ है। तपाईँलाई सुरक्षा दिइकन, तपाईँलाई बचाइकन, तपाईँलाई विजयको जीवन दिइकन तपाईँ भित्रको महिमा उहाँ आफै हुनुहुन्छ। र अर्को कुरा चाहिँ उहाँले तपाईँलाई यति धेरै माया गर्नुहुन्छ, यति धेरै महत्त्व दिनुहुन्छ, यति धेरै उहाँले होइन तपाईँलाई परिचय, यस्तो खालको परिचय दिनुभएको छ कि आँखाको नानी जत्तिकै उहाँले तपाईँलाई माया गर्नुहुन्छ है। जसरी तपाईँले आफ्नो आँखाको नानीलाई एकदमै धेरै सुरक्षा दिनुहुन्छ है, तपाईँलाई कुनै अनिष्ट हुन लाग्यो, कुनै दुर्घटना हुन लाग्यो होइन, तपाईँको आँखालाई केही क्षति हुन लाग्यो, अथवा धुलो उडेर आयो है, तपाईँको आँखामा केही किराहरू पस्न थाल्यो भनेदेखि तपाईँले कतिखेर आफ्नो आँखालाई सुरक्षा दिनुहुन्छ, कतिपटक तपाईँ आफूले पनि थाहा पाउनुहुन्न। यति छिटो तपाईँले आफ्नो आँखालाई सुरक्षा दिनुहुन्छ, यति छिटो तपाईँले आफ्नो आँखालाई बचाउनुहुन्छ, ताकि आफ्नो आँखामा फोहोरहरू नपरोस् भनेर, तपाईँको आँखामा चाहिँ हानि नहोस् भनेर है। त्यसरी नै आज परमेश्वरले तपाईँलाई आँखाको नानी हो भनिकन भन्नुभएको छ। हालेलुया। तल 8 पद हामी पढ्नेछौँ, किनकि सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, त्यसले मेरो आदर गरेर तिमीहरूलाई लुट्ने जातिहरूको विरुद्धमा मलाई पठाएपछि, किनभने जसले तिमीहरूलाई छुन्छ त्यसले उहाँका आँखाको नानीलाई छुन्छ। यसको मतलब कुनै कुराले तपाईँलाई छुँदैछ, कुनै कुराले तपाईँको हानि गर्दैछ, केही कुराले तपाईँको अनिष्ट गर्दैछ भनेदेखि तपाईँलाई छोएको होइन, तपाईँलाई हानि गरे होइन, तपाईँले विश्वास गर्नुभएको परमेश्वरलाई छोएको। अनि परमेश्वरलाई छुने जो कोही पनि यत्तिकै उम्कन सक्दैन। परमेश्वरको आँखाको नानीलाई छोएको है, तपाईँले छोएको होइन, त्यसले तपाईँलाई हानि गरेको होइन, त्यसले परमेश्वरको आँखाको नानीलाई छोएको। तपाईँलाई छुनु भनेको परमेश्वरको आँखाको नानीलाई छुनु, तपाईँको हानि र नोक्सानी गर्नु भनेको परमेश्वरको आँखाको नानीलाई छुनु जत्तिकै हो। अनि विचार गर्नुहोस्, याद गर्नुहोस् कि परमेश्वरको आँखाको नानीलाई छुने कुराहरूलाई परमेश्वरले यत्तिकै उम्कन दिनुहुन्न है। अत्यन्तै गहिरो कुरा छ। परमेश्वरले तपाईँलाई सामान्य व्यक्ति ठान्नुहुन्न,
उहाँले तपाईँले सोचेको भन्दा पनि, तपाईँले चिताएको भन्दा पनि महान रीतिले तपाईँलाई माया गर्नुभएको छ, वास्ता गर्नुभएको छ। हालेलुया। अनि त्यो अधिकार पनि उहाँले तपाईँलाई दिनुभएको छ। उहाँले तपाईँको जीवनमा गरिदिने मात्रै होइन, अनि तपाईँको जीवनद्वारा तपाईँले गर्न सक्ने त्यो हक र अधिकार पनि उहाँले तपाईँलाई दिनुभएको छ। आमेन। यस कारणले गर्दाखेरि कोरिन्थीको पुस्तक पनि जसले मन्दिरलाई छुन्छ म त्यसलाई बाँकी छोड्दिनँ, उहाँले सिधा भन्नुभएको छ। प्रियहरू, पहिलो कोरिन्थीको पुस्तक 3 अध्यायको 16 पदमा यसो लेखिएको छ, के तिमीहरूलाई थाहा छैन तिमीहरू परमेश्वरको मन्दिर हौ र परमेश्वरको पवित्र आत्मा तिमीहरूमा वास गर्नुहुन्छ। यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यसलाई नष्ट गर्नुहुनेछ, किनकि परमेश्वरको मन्दिर पवित्र हुन्छ र मन्दिर तिमी नै हौ। हालेलुया। तपाईँले जान्नुपर्ने कुरा के छ भने म परमेश्वरको मन्दिर हो भन्ने कुरा तपाईँले जान्नुपर्छ। अनि जुन कुराले तपाईँलाई छुन्छ नि, परमेश्वरको मन्दिरलाई छोको, अनि परमेश्वरको मन्दिरलाई छुने जुनसुकै कुरा होस् त्यो द्वन्द रहित हुने छैन, द्वन्द बिना उम्कन पाउने छैन, त्यो द्वन्द पाउँछै पाउँछ। परमेश्वरले त्यसलाई नष्ट गर्नुहुन्छै हुन्छ। यस कारणले गर्दाखेरि तपाईँले आफूलाई अब घोषणा गर्न सुरु गर्नुहोस्, म त सामान्य होइन रहेछु, म त एकदमै असाधारण व्यक्ति हुँ, मैले संसारलाई जित्न सक्छु, मेरो विरुद्धमा आएका कुरालाई जित्न सक्छु है, सर्पहरूलाई कुल्चन सक्छु, किनभने उहाँले मेरो मुखमा, मेरो जीवनमा त्यो हक, त्यो शक्ति, त्यो अधिकार दिनुभएको छ। उहाँले मलाई आँखाको नानी भन्नुभएको छ। म परमेश्वर आँखाको नानी हुँ, मेरो अघि पछि चारैतिर आँखाको पर्खालहरू छन् होइन, अनि म परमेश्वरको मन्दिर हुँ। मेरो अनिष्ट गर्नेलाई परमेश्वरले पनि अनिष्ट नै गर्नुहुन्छ भन्ने कुरामा तपाईँ ढुक्क रहनुहोस्। तपाईँ कस्तो व्यक्ति हुनुहुन्छ भन्दाखेरि तपाईँ असाधारण व्यक्ति हुनुहुन्छ, तपाईँ विजेताको व्यक्ति हुनुहुन्छ, तपाईँ जितको व्यक्ति हुनुहुन्छ। हालेलुया। तपाईँ हारेर बस्ने व्यक्ति होइन, रोएर बस्ने व्यक्ति होइन, तपाईँ जितेर बस्ने व्यक्ति, जितको जीवन जिउने व्यक्ति हुनुहुन्छ। हालेलुया। यस कारणले गर्दाखेरि भजन सङ्ग्रहको पुस्तक 34 अध्यायको 7 पदमा यसरी लेखिएको छ, परमेश्वरको भय मान्नेहरूका चारैतिर परमप्रभुका स्वर्गदूतहरूले सुरक्षाको घेरा लाउँछन् र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्छ। परमप्रभुलाई पारा गरेर हेर, चाखेर हेर, जाँचेर हेर कि उहाँ कति भला हुनुहुन्छ, उहाँमा शरण लिने मानिस धन्यको। आमेन। हे परमप्रभुको पवित्र जन हो, उहाँको भय मान, किनकि उहाँको भय मान्नेहरूलाई केही कुराको खाँचो पर्दैन। जवान सिंहहरू कमजोर होलान् र तिनीहरू भोकाउँछन्, तर परमप्रभुको भय मान्नेहरूलाई, परमप्रभुलाई खोजी गर्नेहरूलाई कुनै उत्तम कुराको अभाव हुँदैन। आमेन। कुनै उत्तम कुराको अभाव हुँदैन। हितोपदेशको पुस्तकले भन्छ धर्मी जनहरू आँटिला हुन्छन्, सिंह जस्तै आँटिला हुन्छन् भनेर लेखिएको छ। यस कारणले गर्दाखेरि प्रियहरू, आज म तपाईँलाई बताउन चाहन्छु, तपाईँ चाहिँ आँटिलो व्यक्ति, सिंह जस्तै शक्तिशाली व्यक्ति हुनुहुन्छ। तपाईँलाई केही कुराको अभाव हुन दिनुहुन्न परमेश्वरले है, तपाईँलाई सुरक्षा दिनुहुन्छ, तपाईँलाई जितको जीवन जिउन दिनुहुन्छ, अनि तपाईँलाई सुरक्षाको घेरा लाउनुहुन्छ। संसारमाथि जित्ने व्यक्ति, पुरानो स्वभावमाथि जित्ने व्यक्ति है, संसारबाट बिल्कुलै फरक जीवन जिउने व्यक्ति उहाँले तपाईँलाई बनाउनु भएको छ। आमेन। आजको वचन यही नै राख्न चाहन्छु। परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिनुभएको। धन्यवाद। जय मसीह।